आज चाहिँ हामीले घरको कुखुरा काटेर मासु बनाउन लाग्छौँ। उहाँ चाहिँ आन्टीले बनाउन लाग्नु घरकै कुखुरा हो। अन्त चिया गाल्नु हो। त्यही भएर मजाले झिरमा खै झिर पनि पुरै देखिएन कति ठुलो झिर छ एउटा बहिनीलाई पनि गराइदिए राम्रो मासु मासु हुन्छ नि काट्न हाल्के त्यतिकै सबै हाल्के हुन्न हाल्के हड्डी खाके हड्डी नभएको हेर्नु त्यहाँ होला नि आज घरेको कुखुरा काटेको बन्दा पनि गराइदिए कुकी काटी गरेको के खै अरे आज धेरै खाना हुन्न के पोलेको मासुहरूले खराब गर्छ अलिक छुट्टा छुट्टी बनाउँछु फेरि उसमा कोइला मामा त्यति हो त्यति के बाहिर हाल्नुहोस् न तेल थोरै हालेको छु क्या अहिले चाहिँ मसु छ तेल थोरै हालेको छु थोरै तेल हालेर त्यसपछि पनि म थोरै नै हाल्छु आजकल दिदीले हेर त दिदीले माथि गएर हेर्नु छ प्लास्टिक ल्याउनु त लल्लालाई पनि हेर्नु त लल्लालाई हेर्नु प्लास्टिक ल्याउनु यहाँ राख्नु यहाँ राख्नु के लायो किन लोट्ने त हुन्छ अब फेरि भयो
हुन्छ त के रे मिठो के छ अरे मिठो छ के खाइहेउ के खाइहेउ यता आएर के यता यता आएर देखाउ न के खाइहेउ हेर त कुकुरको जन्ती आयो झन् हेर न कालो कालो कुकुर छ ओके पालियो पालिएर अनि टोक्दैन त्यसलाई पनि छोड्दै झन् ओ टोक्ला के त राम्रो छ कालो कालो ए आन्टीले मासु छान्न लानुभयो के खाने हो र फेरि आयो एउटा कुकुर छ क्या सेम स्याल जस्तो मुखको हेन त आन्टी हाल त कुकुरको त भन्न पखान पोल्दैन केलाई आवाज टुसेर छोड्ने अगाडिको बाबा नै हो तान्नु त अलि माथि तान्नु अलि भित्र हाल्नु आन्टीले खाँदै गर्नु पोल्दै गरे खै तारेर खाऊ त खै कसरी खाने आइज मिठो ए पोलो क्या हो पोलो टेक्ने हेर क्या ए डढो या लास्टको त मलाई हो लौ हेर त सानो कुकुर पक्कै नै यसलाई कसैले पालेर नि छोडिदियो होला नि कति राम्रो चिल्लो क्या न चाहिँ मासु रेडी हुन लाग्यो अन्त चाहिँ कहिलेको लागि हाँस्यो बाबु बाबा आउँछ आएर न मलाई उठेर ल थुक्दै आउँदै अझै भन्दैछ मिठो छ नजाऊ है बाबु आउँछ बिठाइ रुकता नगर न छ्या तिमी त कस्तो छ रुकन अहिले फोन गरेर सुनिरहेको दिने ल अहिले बात दिने है अघि नै भने कति भन्नु है के गर्छौ अरे
बहिनी कसले बाँधिदियो र कसले बाँधिदियो कान्छो हेर्न फेरि के लिएर पिठोबाट जति राखेको छोरो त्यसमा मेरो छोरोले काम गर्छ साप आउँछ है बोकेर लिएर गइस् झलीको गीत देऊ न राम्रोसँग गीत देऊ न झलीको तिम्रो याद पहिला तिमी यता त आऊ त्यहाँबाट रोटिन्छ ल ल ल मेरो छोरीले गर्छ प्याज हालेको प्याज कि टमाटर गर्छौ एकछिन ढाक्छु अनि फेरि गरेर हुन्छ के पकाउने हो र ल पकाइदेऊ पहिला झलीको गीत देऊ न झलीको तिम्रो झलीको गीत देऊ पहिला बाबु नबोल्नु के सँग यसलाई दुध पनि नदिनु है अब यसलाई पु पनि नदिनु जा त जा बढी बढी मासु तयार भयो मान्छेको फातलमा लाउनु